आज कुरा गरौँ एउटा यस्तो अदृश्य दुश्मनको बारेमा जसले धेरैको जीवनमा चुपचाप असर पारिरहेको छ। तनाव अर्थात् स्ट्रेस। यसले हाम्रो यौन जीवनलाई कसरी भित्रभित्रै कमजोर बनाउँछ? आउनुहोस् यसको पछाडिको विज्ञानलाई एकदमै सरल तरिकाले बुझौँ। त्यसो भए सबैभन्दा मुख्य प्रश्नमा नै जाउँ। आखिर तनावले हाम्रो यौन जीवनलाई कसरी बिगार्छ त? यो कुनै संयोग होइन है, यसको पछाडि एउटा निकै रोचक जैविक प्रक्रिया छ। आउनुहोस् त्यही प्रक्रियालाई एक एक गरेर बुझ्दै जाउँ। धेरैलाई लाग्छ यो त केवल मूडको कुरा हो, तर होइन। वास्तविकता त्योभन्दा धेरै गहिरो छ। यो दिमागको खेल मात्रै कहाँ हो र? यो त हाम्रो शरीरभित्रको प्योर हर्मोन केमिस्ट्री हो र हाम्रो आजको विश्लेषण पनि यहीबाट सुरु हुन्छ। ल, यो सबै कहानी सुरु हुन्छ हर्मोनबाट। तनाव र यौन हर्मोनहरू बीच त सिधै दुश्मनी नै हुन्छ भन्दा पनि हुन्छ। जब एउटा बढ्छ अर्को घटिहाल्छ। आउनुहोस् हेरौँ यो कसरी हुन्छ। अब यो कहानीको मुख्य विलेन को हो त? त्यो हो कर्टिजोल, जसलाई हामी स्ट्रेस हर्मोन पनि भन्छौँ। जब हामी तनावमा हुन्छौँ नि, हाम्रो शरीरले यही हर्मोन एकदमै धेरै बनाउँछ। यो त शरीरको एउटा प्राकृतिक फाइट अफ फ्लाइट रेस्पोन्सको एक हिस्सा हो। यहाँ हेर्नुहोस् त, एउटा एकदमै सिधा र महत्त्वपूर्ण सम्बन्ध देखिन्छ। जब कर्टिजोलको लेभल माथि जान्छ, पुरुषमा टेस्टोस्टेरोन र महिलामा इस्ट्रोजन जस्ता यौन हर्मोनको लेभल स्वाट्टै तल झर्छ। यो त एउटा सिम्पल हिसाब जस्तै हो। जति धेरै तनाव त्यति नै कम यौन हर्मोन। अनि हर्मोनको यो गडबडीको नतिजा के त? सिधा छ, यौन इच्छामा कमी आउँछ, प्रदर्शन कमजोर हुन्छ अनि सन्तुष्टि पनि मिल्दैन। र यो सबै पछाडिको कारण के रहेछ? हाम्रो शरीरको केमिस्ट्रीमा आएको गडबडी। ल, हर्मोनले त शरीरलाई सङ्केत पठायो। अब हाम्रो दिमागले चाहिँ यसलाई कसरी बुझ्छ त? हो, यहाँनिर आएर दिमागले आफ्नो प्राथमिकता नै बदल्दिन्छ। यो हाम्रो कहानीको दोस्रो र एकदमै महत्त्वपूर्ण अध्याय हो। तनावको बेलामा नि हाम्रो दिमाग एउटा सर्भाइभल मोडमा जान्छ। यसको मतलब के हो भने दिमागको लागि पहिलो प्राथमिकता बाँच्नु हो, यौन होइन। दिमागले सिधै भन्छ, अहिले खतरा छ, पहिला ज्यान जोगाउँ, अरू कुरा पछि गरौँला। अब यो सर्भाइभल मोडको असर के हुन्छ? दिमागले रोमान्सलाई वास्तै गर्दैन, कसैले छुँदा पनि खासै चासो लाग्दैन, अनि डोपामिन र अक्सिटोसिन जस्ता खुसी बनाउने हर्मोनहरूको उत्पादन पनि कम भइदिन्छ, जसले गर्दा त्यो निकटताको महसुस नै हराएर जान्छ। अब दिमागले लिएको यो निर्णयले हाम्रो शरीरमा पनि प्रत्यक्ष असर पार्छ, खास गरी रक्त प्रवाहमा। अब हेरौँ यसले हाम्रो शरीरलाई कसरी असर गर्छ। तनावले के गर्छ भने हाम्रो रक्त नलीहरूलाई खुम्च्याइदिन्छ, जसले गर्दा यौन अङ्गहरूमा रगतको प्रवाह कम हुन्छ। यसको परिणाम के हुन्छ? पुरुषहरूमा इरेक्सन नआउने वा नटिक्ने समस्या देखिन्छ भने महिलाहरूमा ड्राइनेस र अराउजल नै नहुने जस्ता समस्याहरू देखिन थाल्छन्। त्यसैले यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने धेरै मानिसहरूले यी शारीरिक लक्षणहरूलाई एउटा यौन समस्या मात्रै ठान्छन्, तर वास्तवमा यसको जड त तनाव पो हुन सक्छ। समस्याको उपचार गर्नु अघि यसको खास कारण के हो भनेर पत्ता लगाउनु एकदमै जरुरी छ। अब तनावले एकचोटि समस्या निम्त्याइसकेपछि यसले एउटा यस्तो मनोवैज्ञानिक दुष्चक्र सुरु गर्न सक्छ जसलाई पर्फर्मेन्स एङ्जाइटी लुप भनिन्छ, र यो यस्तो पासो हो जहाँबाट बाहिर निस्कन साँच्चै गाह्रो हुन्छ। यो चक्र कसरी चल्छ त? पहिलो, तनावले प्रदर्शनमा असर पार्छ। त्यसपछि मनमा फेरि पनि यस्तै हुने हो कि भन्ने डर पस्छ। यही डरले तनावलाई झन बढाइदिन्छ र अन्तमा जुन यौन सम्बन्ध आनन्दको स्रोत हुनुपर्ने हो, त्यही कुरा एउटा दबाव, एउटा बोझ बन्न पुग्छ। तनावले बिगार्ने अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा भनेको हाम्रो निद्रा हो। अनि जब निद्रा बिग्रिन्छ नि, यसले यौन स्वास्थ्यमा थप नकारात्मक असर पार्छ। भन्नुको मतलब यो समस्यालाई झनै जटिल बनाउने अर्को तह हो। रिसर्चहरूले के देखाएको छ भने यदि कोही 6 घण्टाभन्दा कम सुत्छ भने पुरुषमा टेस्टोस्टेरोनको स्तर 10देखि 30% घट्न सक्छ। सोच्नुहोस् त, यसको मतलब निद्राको कमीले हाम्रो ऊर्जा मात्र होइन, सिधै हाम्रो यौन हर्मोनलाई पनि धक्का दिँदो रहेछ। ल, अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। समस्या साँच्चै यौन हो वा यसको जड हाम्रो तनावपूर्ण जीवनशैलीमा लुकेको छ? सायद यो प्रश्नमाथि गहिरिएर सोच्नु नै समाधानको पहिलो पाइला हो।